विषय आएको लागि त्यो होलमुखले खाइ नखाइ रातको 12 बजीसम्म चल्छ आज टिकट मैले आज खाएको छैन खाना पनि हुँदैन पहिले पनि खानुहुन्न कहिले पनि खानु जति हुन्छ त्यो त छेदै बाउको हामीले त 7 चोटि खान मिल्छ मिल्छ 7 चोटि खाने अनि बल्ल भाले रातै खाएर दिनभरि खाएर पहिला त रोटा चाहिँ रोटा लिएर पोखरामा त तेल अलि हाल नि अब त्यो खाने उमेर गयो मेरो यो अब के भयो अब सुइदो बा यो किन यो के को लागि टाढा भयो कि कहाँ लाएर बनि हो भनेको अहिले पहिला चाहिँ उयो तपाईँ कति बोलेको चुप लाग्नु न खाना आमाले भनेको नि ठिकै हो नि त त के आमा आयो आफूलाई झिकेर खायो होइन नि अहिले होइन पहिला सबै विधि पुराइसकेर मात्रै हो हुन्छ सुई सुई गरेर सुई गरेर अझ अघि ल सबै बाहिर अब सुसी गरेर बाहिर फाल उद्याएर लगमा त्यसो घुमाएर त्यसो गरेर सट्टा त्यो नहुनु अनि त्यो खसी काटे जसरी काट्नु पर्छ त याङ 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 त गई दशहरा सबै जाओस् बाटो खुलोस् मेरो भाइहरूको लाउरे होस् सबै जाओस् पक मैले आज पूजा गर्न पाउनु पर्यो मेरो चेली माइतीले चेलीलाई लान पाउँदैन बल्ल मैले पूजा गर्छु त्यतिखेर त्यसले सक्सेस भने लैजा मेरो माइतीले गर्दा लान पाउँदैन त्यो काट्ने बेला जेब्रा काट्ने जेमराजलाई खुट्टा बनाएर राखेको हुन्छ हाई भन्नु न बहिनी बहिनी हाई भन एकचोटि भयो अब त्यो गुस्मा गर्छु बत्तीमा अनि माथि अनि माथि छोटो जग्गालाई लाँदा छोड्छौ पहिला उल्टो भयो नानी मम्मी पहिला त्यो फोर्छ नि त्यो फोरेपछि बल्ल भाइलाई टिका गर्नु पहिला अब सुरु हुँदैछ ल अब मास्टर छर्थ्यो म बुढो बाउ पनि जाऊ बच्चाहरूले सबैले यस्तो भ्ल्याट हान्नु रे के त ओए आन्सिलो लाग्यो सबै जाओस् आउने दिन राम्रो होस् बाटो खुलोस् चेलीले भन्ने नै यही हो तर टिको ख्यापेला हारौँ त्यो फुटाल्नु पर्छ नि मम्मी पहिला त फुटाल्ने फुटाल्छिन् त्यसलाई टिको लगायो पहिला त्यसलाई पूजा गर्ने पूजा गरेर आइज बत्ती ला त्यो जेमराज भाग छ कि तिनीहरूलाई आइज मुक्का नन्दी ब्ल्याङ्गी एकैचोटिमा फुटाएन नि 3-4 चोटि बनायो भने हामीलाई धेरै समस्या पर्छ त्यो फुट्ने खालके हो कि दुख्दैन त्यो त अलि राम्रोसित ढुङ्गाले फुट्नेवाला पो ल्या हो यहाँ फुटाउने त त्यो हाडे ओखरै चाहिन्छ त्यो थाहा नभएर रहेछ ल ठिकै छ अब फुटाइदे झ्यारम्मै फुटाइदे झ्याप्पै झ्याप्पै अब आएर अलिअलि तेल लगाइदिए कपाल पनि लगाइदियो नि दिदी हल्का हल्का के चाहिँ अब यसलाई हल्का हल्का सारम बरु हल्का होइन अब यो चाहिँ दिदी साइडमा हो यो अब यो सबै थियो गोदाममा गयो नि त यो तपाईँहरूले गोदामबाट अहिले पहिलाको जस्तो टेढो नलगाइदिनु अलिक सिधा लगाइदिनु सिधा पार्ने सिधा योहरू पनि माछाको पुच्छरले माछाको पुच्छरले अब हामी धेरैवटा लियो त्यही हो ए छाम्बो हामीलाई यस्तो मतलब छैन हाम्रो त भात पकाएको छैन है नानी ब्लू कलर है यो छ ग्रीन कलर पनि छ है सब कलर रहेछ त आन्सी बेकार निकालेछ त
मामाहरूलाई काकाहरूलाई हामी दुईजना लाउँछु ल ल ल ल त्यो खानेकुराहरू सब